म समीर नेपाली। आज म चाहिँ फोर्स एन्ड मोसन क्लास 10 को फोर्स एन्ड मोसन च्याप्टरको केही तपाईँहरूलाई न्युमेरिकल प्रब्लमहरू चाहिँ सोल्भ गरिदिन गइरहेको छु, जुन चाहिँ साइन्स एन्ड टेक्नोलोजी यो बुकको भित्र रहेको छ, जुन चाहिँ पेज नम्बर 194 मा छ। 194 को फर्स्ट क्वेसनमा चाहिँ के भन्छ भनेपछि द मासेस अफ टु अब्जेक्ट ए एन्ड बी आर 20 केजी एन्ड 40 केजी रेस्पेक्टिभली। कुनै अब यता हेर्नु, दुईवटा अब्जेक्ट छ अरे। म फिगर चाहिँ तपाईँले यता बनाइदिन्छु। दुईवटा अब्जेक्ट छ जसको मास चाहिँ छ, एउटाको चाहिँ यो 20 केजी, एउटाको मास चाहिँ छ 20 केजी, एउटाको मास 20 केजी छ अनि अर्कोको मास छ 40 केजी। दुईवटा द मासेस अफ टु अब्जेक्ट ए एन्ड बी। अब यसलाई तपाईँ ए मानिदिनु, त्यो अर्कोलाई बी मानिदिनु, जसको मास छ 20 केजी 40 केजी, 20 केजी 40 केजी। इफ द डिस्टेन्स बिट्विन थियर सेन्टर 5 मिटर छ, तिनीहरू दुईको सेन्टर बिचको दूरी चाहिँ 5 मिटर रहेछ अनि 5 मिटर रहेछ। अनि अब पत्ता लगाउनु पर्ने भने के रहेछ भनेपछि क्यालकुलेट द ग्रेभिटेसनल फोर्स प्रोड्युस। अब क्वेसन चाहिँ यहाँ छुट्यो, क्यालकुलेट द ग्रेभिटेसनल फोर्स। अब हामीले ग्रेभिटेसनल फोर्सलाई चाहिँ यसरी मैले उ गरेको छु, जिएफ भनेको छु। जिएफ भनेर चाहिँ त्यो नसोच्नु होला। ग्रेभिटेसनल फोर्स प्रोड्युस्ड बिट्विन देम। अब हामीले पत्ता लगाउनु पर्ने कुरा चाहिँ प्रोड्युस बिट्विन देम। अब हामीले पत्ता लगाउनु पर्ने कुरा के रहेछ भनेपछि यिनीहरू बिचको फोर्स चाहिँ कति हुन्छ। अब क्वेसन आयो, तपाईँले क्वेसन चाहिँ बुझ्नुभयो होला, नबुझे फेरि एकछिन यता हेर्नु। एउटा बडी छ अरे अनि दुईवटा बडी छन् अरे जसको मास चाहिँ 20 केजी छ, एउटाको अर्कोको 40 केजी छ। 40 केजी छ, जुनको तिनीहरू बिचको सेन्टर बिचको दूरी चाहिँ कति छ भने चाहिँ 5 मिटर छ। 5 मिटर छ अनि तिनीहरू बिचको ग्रेभिटेसनल फोर्स चाहिँ कति प्रड्युस हुन्छ त्यो पत्ता लगाउनु पर्ने हो। तपाईँलाई म यता हेर्नु, यो दुईवटा बडी छ अरे, जसको तपाईँ मान्नु यसको मास चाहिँ 20 केजी छ, यसको मास चाहिँ 40 केजी छ। अनि यिनीहरूलाई चाहिँ 5 मिटरको डिस्टेन्समा चाहिँ राखेछ। अनि यिनीहरू दुई बिचको जुन ग्रेभिटेसनल फोर्स चाहिँ प्रड्युस हुन्छ त्यो कति नै हुन्छ भनेछ। एकदम इजी क्वेसन छ, सबै कुरा दिएकै नै छ होइन। अब हामीले सोल्भ चाहिँ यसलाई कसरी गर्नुपर्छ त्यो चाहिँ हेरौँ। सोल्युसन लेख्नुहोस्, गिभन लेख्नुहोस्, सोल्युसन गिभन। मास एमए चाहिँ किन लेखा हो भने चाहिँ यो चाहिँ ए बडीको मास भन्ने बुझाउँछ। अनि यस्तो अनि चाहिँ 20 केजी अनि मास एमबी लेख्नु त M1 M2 तपाईँले सजिलो M1 अनि 20 केजी अनि 40 केजी अनि डिस्टेन्स डिस्टेन्स चाहिँ रहेको छ डी चाहिँ रहेको छ 5 मिटर। अनि ग्रेभिटेसनल फोर्स म चाहिँ जिएफ नै लेख्छु फेरि पनि, तपाईँ चाहिँ जिएफ भने ग्रेभिटेसनल फोर्स नै बुझ्नुहोस्। अनि बिनु अब हामीले के थाहा छ भनेपछि न्युटन्स जीले दिएको हामीलाई एउटा फर्मुला थाहा छ, F = G M1 M2 / D स्क्वायर। डी स्क्वायर। हामीलाई यो कुरा थाहा नै छ होइन। यो कुरा थाहा छ भनेपछि के गर्ने, जी। अब जी को भ्यालु चाहिँ क्वेसनमा दिएको पनि हुनसक्छ, अब नर्मली क्वेसनमा नदिएको पनि हुनसक्छ। अब हामीले चाहिँ आफैले थाहा पाउनुपर्छ। यो क्वेसनमा नदिएको भए पनि जी को भ्यालु चाहिँ 6.67 × 10⁻11 हुन्छ। यो चाहिँ ग्रेभिटेसनल युनिभर्सल कन्स्टेन्ट हो, युनिभर्सल ग्रेभिटेसनल कन्स्टेन्ट। सो यो चाहिँ आफैले याद गरेर राख्ने। अनि अब यता भ्यालु पुट गर्दाखेरि अब हामी अब यता हामीले मेटाउन पर्ने भयो नभएर। अनि अब हामी बुझौँ यफ। अब जी मैले M1 को ठाउँमा तपाईँलाई बुझ्नको लागि MA लेखिदिएँ, अनि M2 को ठाउँमा MB, अनि डी स्क्वायर। अनि जी को ठाउँमा 6.67 × 10⁻11 इन्टु MA। मास अफ ए चाहिँ कति छ 20 अनि मास अफ बी चाहिँ कति छ 40 अनि डी स्क्वायर। अब 5 को स्क्वायर। अब फेरि यसरी 6.67 × 10⁻11 इन्टु अब क्यालकुलेटर युज गरेर हामीसँग क्यालकुलेटर गर्न पऱ्यो। 14 × 20 कति हुन्छ भनेपछि 800 होइन।
800 डिभाइड बाई 25 हुन्छ अनि 800 डिभाइड बाई 25 गर्दा हामीसँग हुन्छ 32 होइन 6.67 इन्टु 10⁻⁻11 इन्टु 32 नै हुन्छ यो तपाईँ क्यालकुलेटरमा हाल्नु होला अनि इन्टु 6.67 EXP -11 इन्टु 32 आउँछ 2.1344 इन्टु 10⁻⁻9 न्युटन। आई होप तपाईँले यो क्वेसन राम्रोसँग बुझ्नु होला। यदि तपाईँले कुनै पनि योमा प्रब्लम आई होप प्रब्लम त छैन होला, सिम्पल क्वेसन छ। हामी चाहिँ अब नेक्स्ट क्वेसनमा बढ्छौँ।